आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई ख्रिस्टीय अभिवादन जय मसिहका साथसाथै नमस्कार पनि भन्न चाहन्छु। आज म तपाईँहरू समक्षमा पवित्र धर्मशास्त्र बाइबलबाट यूहन्ना 3 अध्यायको 5 पदलाई लिएर आएका छौँ। यहाँ प्रभु यीशुले यसरी भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मिन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। 6 पद, शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। 7 पद, मैले तिमीलाई नयाँ गरी जन्मनुपर्छ भन्दा अचम्म नमान, बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ। आमेन। परमेश्वरको वचन पढाएर सुनाइमा आशिष दिनुभएको होस्। हस्त धन्यवाद। जय मसीह।